यदि तपाईहरु पनि YouTube च्यानल स्टार्ट गर्न चाहनुहुन्छ भने अहिले नै गरिहाल्नुहोस्, किनकि 2027 सालमा भने YouTube च्यानल मोनेटाइजेसन गर्नको लागि धेरै नै गाह्रो हुनेवाला छ। आजको यो भिडियोमा म तपाईहरुलाई मोनेटाइजेसन गर्नको लागि अहिले कति क्राइटेरिया छ, के क्राइटेरिया पूरा गर्नुपर्छ र 2027 साल लागे पछाडी हामीले के क्राइटेरियाहरु भने यतिबेला सबै क्राइटेरियाहरु भने युट्युबले परिवर्तन गरेको छ र 2027 साल लागिसके पछाडी YouTube च्यानल मोनेटाइजेसन गर्नको लागि एकदमै गाह्रो हुनेवाला छ। त्यसैले यो भिडियोमा म सबै कुराहरु भने तपाईहरुलाई प्रपरली बुझाउने कोसिस भने गर्ने नै छु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुस् है त। साथीहरु, अहिले YouTube च्यानल मोनेटाइजेसन गर्नको लागि सर्ट फर्ममा भनेको 1000 सब्स्क्राइबर र लास्ट 90 दिन भित्रमा 10 मिलियन भ्युज भने पूरा गर्नुपर्छ र तपाईहरुले सर्ट भिडियोबाट भने मोनेटाइजेसन गर्न भने सक्नुहुन्छ र लङ भिडियोमा भनेको 1000 सब्स्क्राइबर त छँदैछ, प्लस त्यहाँमाथि भनेको 4000 घण्टाको वाच टाइम तपाईले लास्ट 365 डेजमा पूरा गर्नुपर्ने हुन्छ र तपाईहरुले त्यति पूरा गरिसके पछाडी तपाईहरुको YouTube च्यानल भने मोनेटाइजेसन हुन्छ। तर 1 फेब्रुअरी 2027 देखिको भनेको युट्युबले यी सबै क्राइटेरियाहरु डबल गर्दैछ। हो साथीहरु, तपाईहरुले सही सुन्नुहुँदैछ। 1 फेब्रुअरी 2027 देखिको भनेको युट्युबमा सर्ट भिडियोबाट तपाईहरु मोनेटाइजेसन आफ्नो च्यानल गर्न चाहनुहुन्छ भने पहिला 10 मिलियन भ्युज पूरा गर्नुपर्ने थियो, त्यसको डबल 1 फेब्रुअरी 2027 देखिको भनेको 20 मिलियन भ्युज पूरा गर्नुपर्छ, प्लस 1000 सब्स्क्राइबर त छँदैछ। र लङ भिडियोबाट तपाईहरु YouTube च्यानल मोनेटाइजेसन गर्न चाहनुहुन्छ भने 1000 सब्स्क्राइबर त छँदैछ, प्लस 4000 को ठाउँमा 8000 घण्टाको पब्लिक वाच आवर पूरा गर्नुपर्ने हुन्छ र मात्र तपाईहरुले आफ्नो YouTube च्यानल मोनेटाइजेसन गर्न भने सक्नुहुनेछ। र पहिला नै मोनेटाइजेसन भइसकेको च्यानललाई भने यो अपडेटले भने कुनै पनि असर गर्नेवाला छैन र पहिला नै मोनेटाइजेसन भइसकेको च्यानलहरुले भने यो क्राइटेरिया पूरा गरिरहनु भने पर्दैन। त्यसैले 5-6 महिना अझै पनि तपाईहरु समक्ष प्रशस्त टाइम छ। अहिले नै आफ्नो YouTube च्यानल स्टार्ट गर्न भने सक्नुहुनेछ। YouTube च्यानल कसरी क्रिएट गर्ने र सबै सेटिङहरु कसरी मिलाउने भन्ने विषयमा म भोलि या त पर्सि अर्को भिडियो यसै च्यानलमा अपलोड गर्ने नै छु। यो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने र लेटेस्ट अपडेटहरुको लागि भने यो च्यानललाई सब्स्क्राइब गर्नु होला भन्दै अहिले चाहिँ बिदा माग्न चाहन्छु। हस्त, नमस्कार।